हेलो हामी कहाँ छौँ दाइ त्यो ग्राउन्ड जाने फर्स्ट ग्राउन्ड भोलिको गेम छ अन्डर 16 सेलेक्सन नेसनल सेलेक्सन So now we are 25 को लागि 7:25 बजे So we are in Surkhet now. Now we are going to visit the cricket ground. अनि कृष्णजी कस्तो लागिरहेछ तपाईलाई सुर्खेत? मजाले लागिरहेछ मलाई त आनन्द हावा लागिरहेछ माई फर्स्ट एभर भिजिट इन वीरेन्द्रनगर सुर्खेत इनर्जी छुट्टै छ Me also first time in Surkhet. अनि सुशान्तजी के छ तपाईको हालखबर? बस अगाडि खाल्डो छ खाल्डोमा छिटो अगाडि छैन अब म लडे हैन गाइस गाइस म लडेको छु डोन्ट मिस आउट द भिडियो अब के गर्नु लडिहाले अब मैले त राखा नि खरे भन्दै लडेको भनेर So now तपाईको नाम के रे सुशान्त बाबा हैन? त हजुरहरुलाई यसो बाबाहरु चाहियो भने चाहिँ यहाँ हेर्नु सुशान्त बाबा यहाँ हुनुहुन्छ हेरेको भयो भने फेरि कस्तो राम्रो ठाउँ छ है सुर्खेत आमामा यहाँ मान्छे आयो भने त हेरेको हेरे हुन्छ त यो सुर्खेतमा कोही आयो भने चाहिँ सुर्खेतले मोहनी लाउँछ अनि हाम्रो कृष्णजी हामी चाहिँ अहिले ग्राउन्डको फिल्ड भिजिट गर्न जाँदैछौँ हैन होला के हो खासमा के हो कुरो मलाई पो एक्लै बनाइदियो हाम्रो कृष्णजी एक्लै पर्नु भयो अरे लाउन कृष्णजी तपाईँ सुर्खेतमा आएर के भन्न चाहनुहुन्छ? सुर्खेतमा आएर के भन्नु अब काठमाडौँ जस्तै हावापानी छ राम्रो छ काम गर्न इनर्जी आइरहेछ मस्ती छ एकदम बेस्ट ठाउँ होइन सुर्खेत भनेको पर्छ बेस्ट छ के हो अन्तभन्दा राम्रो छ होइन होला के हो खासमा के हो कुरो ल फाइनल्ली ग्राउन्ड चाहिँ आइपुग्यो फाइनल्ली हामी अब ग्राउन्ड चाहिँ आउन लागिसक्यो एकैछिन मात्र हो सो फाइनल्ली हामी क्रिकेट ग्राउन्ड आइपुगिसक्यो एकदमै नजिकै छ क्रिकेट ग्राउन्ड सर्टकट होइन यो सर्टकट बाटो हो भाइहरू स्कुल जाँदैछ सुर्खेतको मोर्निङ भ्यू हो कस्तो राम्रो छ नि अनि त कृष्णजी हाम्रो चाहिँ अगाडिको गण्डकीको प्लेयर हुनुहुन्छ एकदम उशृङ्खल होइन एकदम उशृङ्खल खालको दर्शी चाहिँ गण्डकीको मन गण्डकीकै हो फेरि मान्छे चाहिँ सो हामी फाइनल्ली अब ग्राउन्डमा चाहिँ आइपुग्यो अनि आज चाहिँ हामी क्यामेराहरू सबै सेटअप गर्छौँ अनि भोलिदेखि चाहिँ यहाँको लाइभ स्टार्ट हुन्छ होइन हेलो गुड मर्निङ पारस चाहिँ साँच्चीकै आयो रहेछ सो यहाँ पारस चाहिँ आउनु भएको रहेछ ग्राउन्डको फिल्ड भिजिट गर्न चाहिँ सुर्खेत स्टेडियममा यति बेला चाहिँ पारस चाहिँ आउनु भएको छ ग्राउन्ड भिजिट गर्नको लागि अनि हामी पनि अझ हाम्रो सेटअपको लागि आइसकेका छौँ ग्राउन्ड चाहिँ यही हो एकदम राम्रो छ सुर्खेत एकदम बेस्ट ठाउँ सो फाइनल्ली हामी क्रिकेट ग्राउन्ड आइपुगिसक्यो एकदमै नजिकै छ क्रिकेट ग्राउन्ड
सर्टकट हो नि यो सर्टकट बाटो हो। भाइहरू स्कुल जाँदैछ। सुर्खेतको मर्निङ भ्यू हो, कस्तो राम्रो छ नि। अन्त कृष्ण चाहिँ हाम्रो चाहिँ अगाडिको गण्डकीको प्लेयर हुनुहुन्छ। एकदम उशृङ्खल होइन, एकदम उशृङ्खल खालको। जर्सी चाहिँ गण्डकीको, मनी गण्डकीकै हो फेरि मान्छे चाहिँ। सो हामी फाइनल्ली अब ग्राउन्डमा चाहिँ आइपुग्यो। अनि आज चाहिँ हामी क्यामेराहरू सबै सेटअप गर्छौँ। अनि भोलिदेखि चाहिँ यहाँको लाइभ स्टार्ट हुन्छ होइन। हेलो गुड मर्निङ। पारस चाहिँ साँच्चीकै आयो रहेछ। सो यहाँ पारस चाहिँ आउनु भएको रहेछ ग्राउन्डको फिल्ड भिजिट गर्न चाहिँ। सुर्खेत स्टेडियममा यति बेला चाहिँ पारस चाहिँ आउनु भएको छ ग्राउन्ड भिजिट गर्नको लागि। अनि हामी पनि आज हाम्रो सेटअपको लागि आइसकेका छौँ। ग्राउन्ड चाहिँ यही हो, एकदम राम्रो छ सुर्खेत, एकदम बेस्ट ठाउँ। रास्ताले फिल्ड भिजिट गर्दै हुनुहुन्छ सुर्खेतको क्रिकेट स्टेडियम। फिल्ड भिजिट गरेर फर्किँदै हुनुहुन्छ पारसले। चाहिँ भोलिको गेमको लागि तयारी हुँदैछ। ल फाइनल हुनलाइसक्यो तयारी चाहिँ। सुर्खेतमा भोलिदेखि आयोजना हुन गइरहेको छ। हाम्रो सम्पूर्ण क्रिकेट फ्यान्सहरूलाई, सुर्खेतमा आएर कर्णालीमा हुनुहुने सम्पूर्ण हाम्रो क्रिकेट समर्थकहरूलाई, हाम्रो युवा टोलीहरूले आएर यहाँहरूले हौसला प्रदान गरिदिनुहुनेछ भन्ने हामीले आशा गरेका छौँ। कर्णाली प्रदेशमै राष्ट्रिय स्तरको यो उमेर समूहमा पहिलोचोटि यति ठुलो प्रतियोगिता भइरहेको खण्डमा सबैजनाले समय निकालेर ग्राउन्डमा आएर हाम्रो खेलाडीहरूको हौसला बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।